मामु यो के हो यो बेसार अदुवा हो यो मामुको दिमाग के भएको होइन भने कस्तो नपत्याएको के यो प्योर हुन्छ नि यस सुकाएर होइन अदुवा हो के छ्या यो बच्चाले कस्तो ल हेर्नु न त यो अदुवा होइन त त्यो अदुवा हो यो बेसार हो ल हेर्नु सेम देख्दैन भने सेम देख्छ होइन छोरी तर यो अदुवा हेर यस्तो गर्दा यस्तो यो अदुवै हो बास हेर बासले पनि थाहा हुन्छ जिन्जर होइन अब यो हेर यो बेसार अनि हेर येल्लो येल्लो छ हेर यस्तो काट्दाखेरि पहेँलो हुन्छ होइन अनि यो के गर्ने नि बेसार त पाउडर हुन्छ होइन त्यही पाउडर गर्नलाई नै यो प्योर हुन्छ के यसरी यो यस्तो तास्यो होइन अनि यसलाई मजाले पखाल्ने अनि यसरी काटेर यसरी अनि ड्राई हुने गरी सुकाउने पछि सुकाएपछि प्योर बेसार देखाउँछ है गाह्रो छ रोज काट्न छैन बरु हात चाहिँ पहेँलो त्यही त त्यही भएर प्योर हुन्छ नि त बेसार बेसार काटेर मन काट आउँछ त काट्न राम्रोसँग बस न हो लेफ्टी हो बिस्तारै काटे हातमा लाग्छ कस्तो वो मेस्तो झै काटे मलाई गाह्रो छ दर्शन भाइ है बच्चा बेलाको साथी रोज तेजीको ट्या हो भने कहाँबाट है आउँदो रहेछ त हात बरु पहेँलो हुन्छ है मिल्छ भयो भने जान्छ कस्तो गाह्रो रहेछ काट्न गाह्रो भयो खै भयो अब म गर्छु अब मजाले यसरी घाममा सुकाइदिने ड्राई हुने गरी ल 2 दिनपछि यस्तो भएछ ल यो सुक्न चाहिँ अलिक टाइम लाग्छ यसरी मजाले सुकाइदिने फेरि सुके छैन मामु सुक्न लाग्यो कति टाइम लाग्ने रहेछ र यतिको ड्राई भइसकेपछि हामीले मजाले घाममा सुकाइसकेको यो बेसार है अनि यसरी ग्राइन्ड गर्ने बन्यो बेसार अब यसलाई फेरि एकचोटि सुकाउनु पर्छ यो अलिक भिजेको जस्तो छ होइन अब यसलाई मेन पाउडर बनाउनलाई फेरि एकचोटि घाममा हाल्ने यो पाउडर बन्छ फेरि एकचोटि ग्राइन्ड गर्ने यसरी घाममा सुकाइदिनु यो हामीले फुल डे होइन घाममा सुकाएर यसरी ड्राई बनाइसकेँ होइन यो धेरै मसिनो भएको छैन अब अहिले चाहिँ पाउडर गर्नको लागि ल हेर्नुहोस् है ल फाइन पाउडर बन्यो है यो प्योर बेसार त्यसरी हामीले यतिको पाउडर भयो भने हामीलाई पुग्छ प्योर बेसार होममेड बेसार यो सबै यसरी ग्राइन्ड गर्ने मामु बेसार रेडी भयो ल भयो ल हेर यस्तो होममेड बेसार प्योर बेसार हो यो है हामीले बाहिर किन्दाखेरि एकदम के मिसाएको हुन्छ होइन यो घाँटी दुख्दा दुधमा हालेर खानलाई तरकारीहरूमा एकदम प्योर हुन्छ यसरी ल सुन त प्योर बेसार अनि यसरी हामीले बट्टामा हालेर राख्ने तपाईँहरू पनि यसरी बेसार बनाएर युज गर्नु होला अलिक मेहनत चाहिँ लाग्छ होइन प्योर हामीले यसरी बनाएर चाहिँ खानुभयो भने राम्रो हुन्छ हेल्थको लागि